घरको मान्छेले कति बाहिर निस्किन मेरो बाबाले मलाई देखाउनु अनि मैले बसेको थियो बेलामा बस्दाखेरि पोखरामा यस्तो केही पनि थिएन पाटनै पाटन थियो पोखरामा सिमलको रुखै रुख थियो सिमलको भुवाहरू उठ्थ्यो हामी दौडिन्थ्यौँ त्यो भुवा समात्नलाई कदमको रुखहरू थियो कदमको रुखमा गाइने दाईहरू बसेर सारङ्गी रेटिरहेको हुन्थ्यो अनि चौताराहरू थुप्रै थियो चौतारामा बटुवाहरू बागलुङ जानलाई सिक्लेस जानलाई घाँद्रुक जानलाई पर्वत जानलाई लमजुङ जानलाई तनहुँ जानलाई मान्छेहरू यहाँ बसिरहेको स्याङ्जा जानलाई गयो मान्छेहरू हुन्थे बटुवाहरू भेटिन्थ्यो अनि यही फेवातालमा पौडेको ज्यान हो अनि यही सेती नदीमा सबै साथीहरू मिलेर तरेको हो अनि सेतीको किनारै किनार हिँडेर बदाम बयार खाएको हो अनि यो चौरै चौर भएको ठाउँमा हिजोआज जेठो बुढो धान फल्ने ठाउँमा कोदो उम्रिने ठाउँमा मकै उम्रिने ठाउँमा घरै घर उम्रेको छ समय कस्तो हुँदो रहेछ हिजोको खाली खाली ठाउँ सबैले सबैलाई चिन्ने ठाउँ आज कसैले कसैलाई पनि चिन्दैन एउटा मात्रै सिनेमा हल थियो त्यसमा पनि सबैले सबैलाई चिन्ने गरेर भेटिन्थ्यो यो रङ्गशाला बन्ने बेलामा हामी आएछौँ यहाँ अनि हेऱ्यौँ दौडिन मनपर्ने खेल्न मनपर्ने अनि 2040 सालमा दोस्रो राष्ट्रिय खेलकुद भयो त्यो बेलामा पारिपट्टि बसेर स्वागत गीत गाएको हामीले नै थियो भाइहरूसँग दिदीहरूसँग भाइ बहिनीहरूसँग
अहिले यस्तो लाग्छ हामी कहाँ आइपुग्यौँ, कहाँ छौँ, रङ्गशाला कस्तो थियो, कस्तो भयो। जसले यो रङ्गशाला बनाउने सपना देखे तिनलाई सादर सादर प्रणाम छ। तिम्रो साना साना कोसिसहरू, तिम्रो साना साना मेहनतहरूले गर्दाखेरि आज यो रङ्गशाला यो अवस्थामा आइपुगेको छ र भविष्यमा फेरि यहाँका खेलाडीहरूले मिलेर यो रङ्गशालालाई अझै भव्य र संसारकै उत्कृष्ट रङ्गशाला बनाओस् भन्ने कामना गरौँ। यो सपना क्रिकेट खेलाडीहरू, फुटबल खेलाडीहरू, भलिबल खेलाडीहरू सबैले मिलेर गरौँ। 50 वर्षमा धेरै चिज परिवर्तन भएछ। आउनुहोस्, मैले देखेको नेपाल कस्तो थियो बाल्यकाल, अहिले कस्तो छ। हिजो म कालो जुङ्गा थियो, कालो कपाल थियो, आज सेतो भन्छ सबैजना। संसार छलेकै सत्य र इमानको केही मान्छेहरूले हो। यसो भन्दै गर्दाखेरि मैले पोखरा एभेन्जरलाई फेरि एकपटक आजको साँझको मान्छे अब राराथीले लिएर जानुपर्यो। रारा ताल देख्दाखेरि म 3 मुर्छा पऱ्यो। कति राम्रो, कति सुन्दर, तर जान असाध्य विकट। नेपाली भाषाको उत्पत्ति भएको सिन्जा उपत्यका कति राम्रो, कति सुन्दर, तर जान असाध्य गाह्रो उहिले उहिले। तर हिजो त मोटर जान्छ। त्यही भएर समय मिलाएर फ्यो ताल हेरेका मान्छेहरूले, रूपताल हेरेका मान्छेहरूले, बेगनास ताल हेरेका मान्छेहरूले एकपटक रारा ताल पनि अवश्य दर्शन गर्नुहोला। आउनुहोस् एकपटक कर्णालीलाई सम्झेर
के नै रहेछ र आखिर बाँच्दा गर्ने काम जिन्दगी हिजो थियो आज छ भोलि रहने छैन। तपाईँ हामी जस्तो यहाँ लाखौँ करोडौँ अरबौँ मान्छे आए गए धरतीबाट, तर यसो संसार घुम्दै हिँड्दाखेरि अलिअलि बुझ्दै हिँड्दाखेरि 58 वर्षको उमेरमा हुँदाखेरि के लाग्यो भन्दाखेरि जिन्दगी भन्ने के रहेछ र आखिर केही पनि रहन्छ र शिक्षाको जति उज्यालो संसारमा अरू केही पनि रहन्छ उज्यालो। त्यही भएर आफ्नो मनमा लागेको कुरो गर्नु पर्दो रहेछ र मान्छेले धर्म कर्म गरेर धेरै पुण्यहरू कमाउँछ। तर म यहाँहरूलाई यो मञ्चबाट आज अनुरोध गरेँ, आफ्नो टोल छिमेकमा कुनै बच्चाहरू नानीहरू बाबुहरू विद्यालय जानबाट वञ्चित भएका छन् भने तिनलाई स्पोन्सर गरेर अक्षय कोषहरू स्थापना गरेर ती बाबु नानीहरूलाई विद्यालय पठाउने र पुण्य कमाउने काम गरौँ। शिक्षाको जति उज्यालो अरू संसारमा कुनै पनि उज्यालो रहन्छ र अरूले आएर हाम्रो समाज बनाइदिने होइन रहेछ। हामीले हाम्रो समाज आफैले बनाउनु पर्दो रहेछ। तपाईहरुले आफ्नो जन्मदिन आफ्नो पुण्यतिथिहरू आफ्नो आफन्तहरूको उनको नाममा अक्षय कोषहरू स्थापना गरेर बाल बच्चाहरूलाई विद्यालय जान प्रोत्साहन गर्नुछ। दर्शकवृन्द, मैले एउटा सानो अनुरोध गरेँ, यता अलि धेरै हुल भयो जस्तो लाग्यो, यता अलि खाली भयो जस्तो लाग्यो, केही मान्छेहरू यता गइदिउन, बिस्तारै बिस्तारै मिलेर बसिदिउन, जाइदिउन।
केही समय अगाडि हाम्रो देशमा धेरै ठुलो उथुलपुथुल भयो, जेएनजी आन्दोलन भयो, तपाईहरुले आन्दोलन गर्नुभयो। त्यो आन्दोलनमा धेरै किसिमको विध्वंसहरू पनि भए। त्यस्तो विध्वंस फेरि नहोस्। हामी जहिले पनि अन्याय र अत्याचार र भ्रष्टाचारको विरुद्धमा एक भएर उठाउँ। अब सबैलाई नियन्त्रणमा ल्याउनका लागि चुनाव आउँदैछ। त्यो चुनावमा सबैजनाले नयाँ मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएर लेखाएर कोलाई हराउनु पर्ने हराउने, कोलाई जिताउनु पर्ने जिताउँ। अनि ती शहीदहरूलाई सम्झेर, तिनलाई सम्झेर आत्ममनन गरेर यो देश बनाउने प्रण गरौँ। साथीहरू जानुभयो, तर ध्रुव अझै सँगसँगै हुनुहुन्छ। र ध्रुवले भन्ने गर्छ कि दाइ, तपाईले जुन दिनसम्म सङ्गीत गर्नुहुन्छ त्यो दिनसम्म म साथमै हुन्छु है, मेरो साथमा। धन्यवाद ध्रुव, थ्याङ्क यू। ध्रुव 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 लामा। थ्याङ्क यू ध्रुव, धेरै धेरै धन्यवाद। तपाईहरुको आशीर्वाद, तपाईहरुको माया, तपाईहरुको सल्लाह र सद्भावले नै हामीले यसरी गीत गाउँदै आउनु पाएका छौँ। नेपाली गीत सङ्गीतलाई माया गरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र मैले भन्दैछु कि यो भर्खरै यो मञ्चमा बसेर विभिन्न जात जाति, विभिन्न भाषाका मान्छेहरूमा गाइरहेछौँ, बजाइरहेछौँ। तपाईँ दर्शकमा बसेर विभिन्न जात जाति, विभिन्न भाषाभाषी, विभिन्न प्रान्तबाट आएको मान्छेहरू बसेर गाइरहेछौँ, झुमिरहेछौँ, नाचिरहेछौँ, रमाइरहेछौँ। हाम्रो देश नेपाल पनि यस्तै विभिन्न जात जातिहरूको सङ्गम थलो हो। बेला बेलामा हामीलाई यहाँ टुटाउने, बेला बेलामा फुटाउने दुस्साह। हामी हिजो पनि मिलेर बसेका थियौँ, आज पनि मिलेर बसेका छौँ र भोलि पनि मिलेर बस्नेछौँ। आउनुहोस् अब शुद्ध एउटा नेपाली झ्याउरे गीत सुरु गर्ने। यो कुन चाहिँ गाना हो? यो भन्न छोरी कुन चाहिँ गाना? कुन चाहिँ हो? यो फेवाताल जस्ताको तस्तै छ।
गाउनु छ कुन चाहिँ गाना सुन्ने अब ए कुन चाहिँ गाना अनि जोडले भनौँ न यार अझ भनौँ न यताबाट ए पछाडिबाट सबैले मिलेर भनौँ न यो खोज्लो त म घरको सलाई घरभनी दिन कस्तो त छाड्ने छैन मलाई यो रातिलाई खुला पाती ताकल गरी अनि जखमाया पाउन सबैले हे हालको पानी माछीले खाने माछीले खाने यो रातो र चन्द्र सूर्य झण्डाका निम्ति हाम्रा पुस्ताहरूले विभिन्न कालखण्डमा धेरै धेरै बलिदानहरू दिएका छन् यो रातो र चन्द्र सूर्य झण्डामा कसैले पनि दाग लगाउन नसकोस् दर्शकवृन्द यो रातो र चन्द्र सूर्य झण्डालाई हाम्रा पुर्खाहरूले हिजो पनि जोगाएर राखेको थिए आज हामीले जोगाएर राख्नुपर्छ र भोलि पनि जोगाएर राखिरहनुपर्छ जबसम्म सृष्टि रहला जबसम्म संसारमा मान्छे रहन्छ तबसम्म जनजनको मनमा यो रातो र चन्द्र सूर्य झण्डा फहराइरहोस् अनि खेलाडीहरूलाई मैले अनुरोध गरेँ यो रातो र चन्द्र सूर्य झण्डा लिएर गर्वका साथ इमानका साथ खेलेर जितेर आउनु होला यो रातो र चन्द्र सूर्य झण्डालाई कहीँ पनि छुट्न नदिनु होला तपाईहरू सबैलाई हाम्रो शुभकामना छ
हाँसिराख्नु छ सधैँ खुसी भइराख्नु छ बिस्तारै आउनुभयो बिस्तारै बिस्तारै ट्राफिक नियमहरू पालन गरेर आफ्नो घर गइदिनु होला अब भोलि नै यहाँबाट काठमाडौँ जानुपर्ने त्यसपछि सोमबार फेरि जापानतिर हिँड्नुपर्ने कार्यक्रमको लागि पोखराको यो रङ्गशालामा तपाईँहरूले दिनुभएको जुन अद्भुत माया र सद्भाव छ यो हृदयभरि लिएर जानेछौँ अनि त्यही भएर माथि एकछिन भने हो कि होइन होला ल्याम